शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थान भनेर त हामीले लुम्बिनीलाई चिन्छौँ। तर बुद्धको कथा भने यहीँबाट मात्रै सुरु भएको थिएन। आज हामी तपाईँलाई लैजान्छौँ देवदहतर्फ, जहाँ भगवान गौतम बुद्धकी आमाको माइतीभूमि यानि कि बुद्धको मावली ठाउँ, जहाँ बुद्ध र उनकी आमाको सम्झना स्वरूप पार्क बनाइएको छ, जसलाई गौतम बुद्ध पार्क भनेर चिनिन्छ। सबैमा नमस्ते। अहिले चाहिँ म घरमै छु। अब म यहाँबाट चाहिँ निस्किन लागेको गौतम बुद्ध लुम्बिनी पार्कको लागि चाहिँ एक्ज्याक्टली लोकेसन अनि रुट चाहिँ मलाई पनि थाहा छैन। अब गुगल म्याप हेर्दै म चाहिँ जान्छु। अब म निस्किन लागेको है त। बुटवलको चौडादेखि करिब 17 किलोमिटर पूर्व गएपछि पुगिन्छ खैरेनी। खैरेनीबाट करिब 2.5 किलोमिटर उत्तरतर्फ गएपछि पुगिन्छ गौतम बुद्ध पार्क यानि कि गौतम बुद्धको मावली ठाउँ। देवदह प्राचीन कालमा कोलीय गढ राज्यको राजधानी थियो, जहाँको राजा थिए राजा अन्जन। यही कोलीय वंशकी राजकुमारी थिइन् महारानी मायादेवी। उनको विवाह राजा शुद्धोधनसँग भएको थियो। राजा शुद्धोधन शाक्य वंशको शासक थिए, जसको राजधानी कपिलवस्तु थियो। आज हामी देवदहतर्फ आएका छौँ। यहाँ चाहिँ आज शनिबार भएको कारणले एकदमै भिड छ। यहाँ पिकनिक खान अनि घुम्न मान्छेहरू जताततैबाट आउनुभएको छ। त्यसले गर्दा पनि धेरै हल्ला छ। यहाँ चाहिँ सबै पिकनिक खाँदै हुनुहुन्छ अनि यहाँ चाहिँ गीतहरू बजिरहेको छ, मान्छे नाचिराख्नु भएको छ, पकाइराख्नु भएको छ, खाइराख्नु भएको छ, जे होस् धेरै रमाइलो पनि छ। परम्परा अनुसार सन्तान जन्माउन महिलाहरू आफ्नो माइती घर जान्थे। त्यसैले गर्भावस्थाको अन्तिम समयमा मायादेवी कपिलवस्तुबाट देवदहतर्फ यात्रा गरिन्। यात्राको क्रममा उनी लुम्बिनीको सुन्दर जङ्गलमा विश्राम गरिन्। सालका रुखहरू फुलले ढाकेका थिए। यही सालको रुखहरू समाउँदै गर्दा राजकुमार सिद्धार्थ गौतमको जन्म भयो। यद्यपि भगवान बुद्धको जन्म लुम्बिनीमा भयो। उहाँको आमाको जन्मभूमि देवदह नै थियो। त्यो भूमि जहाँबाट करुणा, सहनशीलता र धर्मको संस्कार उहाँले पाउनुभयो। तर दुःखको कुरा, राजकुमार जन्मेको 7 दिनपछि मायादेवीको निधन भयो। त्यसपछि उहाँलाई मायादेवीकी बहिनी प्रजापति गौतमीले पालन पोषण गरिन्, जो स्वयं देवदहकी छोरी थिइन्। यसरी देवदह केवल इतिहासको नाम मात्र होइन, यो बुद्धकी आमाको जन्मभूमि, महान करुणाको स्रोत र बुद्ध धर्मको मौन जग हो। आज पनि देवदह लुम्बिनीसँगै बुद्धको जीवन कथामा गहिरो अर्थ बोकेको पवित्र भूमि बनेर उभिएको छ।